हेलो साथीहरू, आज चाहिँ मैले हजुरहरूसँग माछाको भिडियो लिएर आएकी छु। माछालाई राम्रोसँग धुने अनि फेरि बेसार नुन स्वादअनुसार अनि फेरि यसमा कर्नफ्लोर राख्ने अनि फेरि कर्नफ्लोर राखिसकेपछि मसला राख्ने अनि फेरि मसला राखिसकेपछि कागती निचरेपछि यो मसला सबै माछामा लाग्ने गरी यसलाई राम्रोसँग चलाउने अनि फेरि माछालाई राम्रोसँग मसला लागोस् भनेर 15-20 मिनट जति यसलाई यसरी छोपेर राख्ने अनि फेरि 15-20 मिनट राखिसकेपछि यता चाहिँ फेरि मलाई घाम हुन्छ साथीहरू, के गर्नु गाह्रो छ। अनि फेरि मैले घाम भए पनि ग्यास बालेँ अनि फेरि ग्यास बालिसकेपछि फेरि मैले प्यान बसालेँ अनि फेरि प्यानमा मैले तेल राखेँ अनि फेरि छोपेर राखेको माछा फ्राई गर्न थाले साथीहरू। अनि फेरि खान मन लागेपछि के गर्नु होइन, गाह्रो छ यो गर्मीमा माछा पकाउन। अनि माछालाई यसरी मैले पकाउँदैछु, फ्राई गर्दैछु अनि फेरि यता फेरि ग्यास पनि पुस्नै पर्यो साथीहरू, के गर्नु, हात पोल्छ कि भन्ने डर पनि छ, सफा गर्न मन पनि लागेकै छ होइन, के गर्नु, गाह्रो छ। अनि फेरि ग्यास पुछिसकेपछि मैले यता माछाको रस बनाउनको लागि तोरी, जिरा, धनिया अनि फेरि लसुन अनि फेरि टिमुर राखेर पिस्दैछु। फेरि यता फेरि माछा फ्राई हुँदैछ, चलाउन नि पर्यो, फर्काउन नि पर्यो, फेरि डर छ कि साथीहरू, गाह्रो छ। अनि फेरि यता मैले अब कराई बसालेपछि शुद्ध तोरीको तेल राखेर माछाको रस बनाउन तयारी गर्दैछु। अनि फेरि तेल तातिसक्यो अनि जिरा राख्ने अनि फेरि यसलाई ल फेरि यता फेरि माछा पाकिसक्यो कि साथीहरू, कति छिटो काम गरिछु होइन। अनि प्याज राखेँ अनि फेरि यसलाई चलाउँदै फेरि यता माछाको रस बनाउनलाई फेरि टाउकाहरू हल्का फ्राई गर्दैछु। हेर्नु है, अब फेरि चलाएँ, कुरा गर्दै फेरि प्याज पनि डन्नै लाग्यो अनि टमाटर पनि राखेँ अनि टमाटर राख्दै चलाउँदै होइन भिडियो खिच्दै फेरि भात पनि बसालिसकेँ, यता भात पनि पाक्दैछ, माछा फ्राई हुँदैछ अनि फेरि मलाई घाम भयो। घाम भइसकेपछि के गर्नु, फेरि यता मसला पनि पिस्दैछु है। अनि फेरि यता मसला रेडी भयो अनि राखेँ, चलाएँ साथीहरू, गाह्रो। अनि फेरि चलाउँदै भिडियो बनाउँदै अनि फेरि बेसार राखिसकेपछि नुन राखेँ अनि फ्राई गरेको माछा राखेँ साथीहरू अनि चलाउँदैछु। अनि फेरि यस्तो भयो है, पानी पनि राखेँ अनि फेरि पानी राखिसकेपछि अनि चलाएँ मैले। अनि मेरो माछा कस्तो हुन्छ है रस, अहिले फेरि खानलाई फेरि आतुर छु कि मभन्दा फेरि मेरो छोरो पो आतुरी भइराख्यो उसलाई। अनि फेरि यता पाक्न लागिसक्यो मेरो माछा अनि फेरि हेर्नु मेरो फ्राई गरेको माछा यता कुरा गर्दै खाने बेला नि हुन लागिसक्यो है साथीहरू, ल हेर्नु त। अनि फेरि अब म खानलाई हतार छु अनि फेरि यता अब फ्राई गरेको माछा पनि खानियो। अनि फेरि मेरो छोराले कति मजाले खाइराखेको छ, यो गर्मीमा मुही पनि खानै पर्यो। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट गर्नुहोला।